भोजपुरको जरायटार, जरायटारदेखि माथि पाल्पाले, पाल्पालेदेखि माथि भण्डारी गाउँ र भण्डारी गाउँको पुच्छारमा च्यान डाँडा भन्ने ठाउँबाट कैद गरिएको यो भिडियो। अब लगभग भोजपुरको जरायटार भनिन्छ टाढाबाट भन्दाखेरि, माङदिङ भनेर पनि चिन्ने गरिन्छ यो ठाउँलाई विशेष गरी। र हामी भोजपुरको जरायटार भण्डारी गाउँमा जन्म लिएका हाम्रा सम्पूर्ण बन्धु बान्धव, साथीभाइ, इष्टमित्र, छरछिमेकी, आफन्त, नातागोताहरूलाई अलिकति तुवालो लागेको कारणले गर्दाखेरि पारिपट्टिको बाटो त्यति स्पष्ट देखिन नसकिए तापनि यहाँबाट यो चाहिँ माझागारे कान्छाको घर मुन्तिर च्यानडाँडा र च्यानडाँडाबाट कैद गरिएको भिडियो आज लगभग 25 वर्ष पछाडि यो ठाउँबाट एउटा भिडियो कैद गर्न मन लागेर यो भिडियो बनाउँदैछु। र भोजपुरमा जन्म लिएर आफ्नो कर्मथलो विभिन्न क्षेत्रमा बनाउनु हुने सम्पूर्ण यस क्षेत्रमा बसोबास गरेर, यस क्षेत्रमा जन्मिएर, हुर्किएर, पढेर, लेखेर अहिले विभिन्न ठाउँमा कर्मस्थल बनाएर बस्नुहुने सम्पूर्ण भोजपुरवासीहरूको लागि अलिकति रमाइलो लाग्न पनि सक्छ। र विशेष गरी यो ठाउँ एकदमै रमणीय र एकदमै आकर्षक गन्तव्य अहिले पछिल्लो समय बन्दै गएको महसुस भएको छ। यहाँ तल देख्न सक्नुहुन्छ यो पाल्पाले बजार, जो यहाँभन्दा 25 वर्ष अगाडि 5-7 वटा घरमा सीमित भएको ठाउँ अहिले पाल्पाले बजारमा लगभग 150 घरको हाराहारीमा बनिसकेका छन्। र अलिकति यहाँबाट यो रुखको बिचबाट देख्नुहुन्छ यो जोगीटार भन्छौँ हामी यसलाई, त्यहाँभन्दा तल देखिएको ठाउँ जरायटार र पारिपट्टि जितपुर बजार, यतापट्टि धनकुटा जिल्लाको माङमाया खोलाबाट उकालो लाग्दै पाखरीबास जाने बाटो। तर अलिकति मौसमको कारणले गर्दा पाखरीबास त्यति राम्रो देखिएन। यतापट्टि सिक्रेटार भन्ने यहाँ पर टिन टल्किरहेको छ, यहाँहरूले देख्न सक्नुहुन्छ। र जे भए पनि, जस्तो भए पनि हामी जन्मी हुर्की गरेको ठाउँ यो भोजपुरको जरायटार टाढाबाट भन्दाखेरि, र विशेष गरी आम्बोटे अलिकति चर्चित ठाउँ हो। र भण्डारी गाउँमा सम्पूर्ण भण्डारीहरू यही ठाउँबाट हामी जता जता छौँ। हाम्रो एक खालको दोस्रो बिर्ता भन्दा पनि फरक नपर्ला जस्तो लाग्छ मलाई। अब पहिलो बिर्ता त हामी भण्डारीहरूको थानसिङ नै हो भन्ने कुरामा दुई मत भएन। र दोस्रो, हाम्रो जति पनि पूर्व क्षेत्रमा रहेका भण्डारी छौँ हामी सबैको बिर्ता यो जरायटारको भण्डारी गाउँ हो। त्यसमा पनि अब हामी विशेष गरी माझाघरे भनेर चिनिन्छौँ। यहाँ जति पनि हामी भण्डारी बन्धु बान्धवहरू रहेका छौँ, सबै भण्डारीहरू चाहिँ यहीँबाट बाहिर गएर आफ्नो कर्म थलो बनाएर बसिरहनु भएको छ। र तपाईँहरू बाहिरतिर रहनुहुने भण्डारीहरूले पनि हेर्नुभयो भने यही ठाउँ हो। तपाईँहरू हाम्रो जन्मथलो, तपाईँ हाम्रो पुर्खाहरू यही ठाउँबाट विकसित भएर आज हामी यति धेरै भण्डारीहरू भएका छौँ। र यो चाहिँ तल देखिन्छ चिउरी डाँडा, त्यहाँभन्दा तलको डाँडालाई के भनिन्थ्यो? मालमासे, चिउरी डाँडा, खिसु गैरा, खमारे, जरायोटार, यहाँबाट रानीटार चाहिँ अलिकति देखिँदो रहन्छ, जरायटारको केही भाग देखिन्छ। र टाढाबाट हेर्दाखेरि जरायटार भनिए तापनि हामी विशेष गरी यही ठाउँमा चाहिँ अलिकति फरक फरक ठाउँहरूको नामाकरण भएको बेहोरा पनि जानकारी गराउँछु।